सपनाले लखेटिएको मान्छे हुँ म। सपनाले लखेटिएको मान्छे आज पनि म विगत लामो समयदेखि परदेशमा छु। विगत एक दशकदेखि जापानमा रहिरहँदाखेरि मलाई यस्तो लाग्छ किन हामी नेपालीहरू मात्र सधैँभरि सपनाले लखेटेर विभिन्न देशमा उछिट्याइरहन्छ होला। हामी नेपालीहरू मात्र सपना देखिरहने नागरिकमा पर्छौँ होला सायद। संसारमा सपना धेरै देख्ने अजीब प्राणीमा पर्छौँ होला हामी नेपालीहरू पनि। हामीलाई हर कुरा सपना जस्तै लाग्छ। यो 21औं शताब्दीमा पनि हामीलाई ठुल्ठुला गगनचुम्बी महलहरू पनि सपना जस्तै लाग्छ। हामीलाई लामा लामा रेलहरू पनि सपना जस्तै लाग्छ। हामी केही पनि नभएको देशको सबै भएको नागरिक हौँ, मात्र सपना धेरै भएको नागरिकहरू हौँ। हामी सपना पुरा गर्न देश छोडेर परदेश हिँड्छौँ। म विगत लामो एक दशकदेखि जापानमा बस्दै रहँदै गर्दा कहिलेकाहीँ समय सन्दर्भ पारेर विभिन्न खोज र अनुसन्धानमा लागिरहन्छु। मलाई कहिलेकाहीँ कुनै सपनाले छुन्छ, कहिलेकाहीँ केही कुराले पिरोलिरहन्छ। मलाई हरेक पल जागरुक गराइरहन्छ केही नयाँ गर्ने सोचले, केही नयाँ खोज्ने कुराले मलाई निदाउन दिँदैन। यही प्रसङ्गमा म कहिलेकाहीँ समय सन्दर्भ पारेर जापानका विभिन्न विद्यालयहरूमा पुग्ने गर्छु। जापानका विद्यालयहरूमा पुगेर पनि मैले त्यही प्रश्न गर्छु जुन मलाई स्कुले जीवनमा त्यही सपनाले लखेटिरहेको थियो, त्यही सपनाले देखाइरहेको थियो। अनि जापानी स्कुले विद्यार्थीहरूलाई सपनाको बारेमा सोध्छु, तर धेरै विद्यार्थीहरूबाट यही प्रत्युत्तर पाउँछौँ, उनीहरूसँग केही पनि सपना नभएको। के साँच्चै जापानी विद्यार्थीहरूमा पनि केही त्यस्तो हाम्रो जस्तो सपना नभएकै हो? मलाई यस्तो लाग्छ हामी गरिबले, अभावले अथवा देशमा विकास नभएको कारणले हामीलाई नयाँ नयाँ कुरा गर्न र हेर्नको लागि हामीले धेरै सपना देखेर देश छोडेर परदेशिनुपर्छ। जुन हामी कल्पना गर्छौँ त्यो हाम्रो देशमा केही पनि छैन र त हामी देश छोडेर त्यही सपना साकार गर्नलाई परदेशिनु पर्दो रहेछ। अनि मलाई यस्तो पनि लाग्छ जापानी युवाहरूको सपना केही नभएको कारण यो पनि हो जस्तो लाग्छ। म आफू सोचिरहन्छु यिनीहरू सबै कुरा राज्यले दिइरहेको छ, किन सपना चाहियो? मात्रै सपना यही मानेमा छ, खाने र लाउने र घुम्ने यही तीनटा कुरामा मात्र जापानीहरूको सपना भएको पाउँछु। हामी कहाँ धेरै थोकको सपना छ। त्यही सपनाले आज पनि नेपालीहरूलाई, लाखौँ नेपालीहरूलाई एयरपोर्टबाट लखेटिरहेको छ। यो सपना हामी कहिले पुरा गर्छौँ त्यो थाहा छैन, तर हामी सपनाकै खोजीमा देश छोडेर कहिलेसम्म यसरी नै परदेशी रहने हो, यो कहिले पनि हामीले यसको उत्तर पाउनै सकेका छैनौँ। सपना देख्ने नागरिकका हामी सपना पुरा गर्न कहिले सम्भव होला अनि हाम्रो सपना कहिले साकार हुने होला? हामी सपना देख्न कहिले छोड्ने होला? जुन दिन हामी सपना देख्न छोड्छौँ नि त्यो दिन हामी सुखी हुन्छौँ। मैले जापानको स्कुले विद्यार्थीमा गएर सोधेको प्रश्नले र जापानको यो वातावरणमा हेरिरहँदा आम जापानी नागरिकहरूको यति ठुलो सपना नदेखेको कारणले म यही कुरा भन्न सक्छु, जब हामी सुखी र सम्पन्न हुन्छौँ हामी कहाँ यो सपनाले लखेट्ने कुरा सधैँको लागि बन्द हुन्छ।